हेलो साथीहरू नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ आयुष विक हो र मैले जापानिज ल्याङ्ग्वेज पढ्दैछु। र आजको यो भिडियोमा मैले तपाईहरुको डिमान्ड अनुसार मैले अस्ति एउटा भिडियो बनाएको थिएँ कि मैले जापानिज ल्याङ्ग्वेज पढ्नुको साथसाथै अनलाइन जब पनि गर्छु र त्यहाँबाट मेरो रुम भाडा अनि आफ्नो खर्च पानी यता सबै हुन्छ भन्ने कुरा मैले भनेको थिएँ। र त्यो भिडियोमा तपाईहरुले धेरैले सोध्नु भएको छ कि कुन जब गर्नुहुन्छ भन्नुभएको छ। सो त्यसको लागि मैले एउटा फुल भिडियो बनाउने सोचिरहेको थिएँ र अहिले टाइम नभएको हुनाले चाहिँ मैले बनाउन पाएको थिएन। र अहिले पनि देख्न सक्नुहुन्छ अहिले 11:42 गएको छ र अहिले मैले सुट गर्न लागेको छु र भोलि बिहान 7 बजे यसलाई पोस्ट गर्नेवाला छु। सो टाइम यति बिजी भइया छ कि टाइम मिलाउनै गाह्रो भएको छ है त। त्यसकारणले चाहिँ अहिले सबै सुतिसकेको छन्, मैले यहाँ भिडियो रेकर्ड गरिरहेको छु है त। घरबेटीहरू माथि हुनुहुन्छ, सुतिसक्नु भएको छ अनि यता रुमको पनि सुतिसकेका छन्। र आजको यो भिडियोमा मैले के काम गर्छु, त्यस्तो अनलाइनमा मैले के काम गर्छु, मैले कहाँबाट पैसा कमाइरहेको छु र कति कमाउँछु भन्ने कुराहरू चाहिँ मैले यो भिडियोमा तपाईहरुलाई फुल जानकारी दिन कोसिस गर्छु। सो भिडियोलाई स्किप नगरेर हेरिदिनु होला, किनभने स्किप गरेपछि तपाईले धेरै कुराहरू मिस गर्नुहुनेछ। र यदि मलाई सब्स्क्राइब गर्नुभएको छैन भनेपछि सब्स्क्राइब गर्नु होला, किनभने म युट्युबमा नयाँ छु र मैले युट्युब च्यानल खोल्नुको मेरो मेन रिजन भनेको चाहिँ रियल कुराहरू, फ्याक्ट कुराहरू जे छन् हैन, जापान जाने सपना बोकेका विद्यार्थीहरू माझ हुनुपर्ने, तिनीहरूले जान्नुपर्ने कुराहरू के हुन्, के कुराहरू फेक हुन्, के कुराहरू रियल हुन् र के कुराहरू गर्दाखेरि चाहिँ हामी लसमा जाँदैनौँ, हामीलाई राम्रो हुन्छ भन्ने कुराहरू चाहिँ मैले पोस्ट गर्छु भनेर टिकटक आइडी बनाएको थिएँ र पोस्ट पनि गरिरहेको छु। टाइम नभएको हुनाले चाहिँ कहिले डेली भिडियो पोस्ट हुन पाउँदैन र टाइम किन हुँदैन त्यो पनि मैले अहिले भिडियोमा भन्छु। र युट्युब च्यानल खोल्नुको मेरो उद्देश्य के हो भनेपछि टिकटकमा त्यस्तो डिटेलमा कुराहरू गर्न पाइन्न, त्यसकारणले चाहिँ मैले युट्युब च्यानल खोलेर यहाँ चाहिँ डिटेलमा कुरा बुझाउने कोसिस गर्छु भनेर युट्युब च्यानल खोलेको छु। र युट्युब च्यानलमा मेरो पहिलो भिडियो भर्खर पोस्ट भएको थियो, अस्ति न 3 दिन जति भएको होला। र यो मेरो युट्युबमा सेकेन्ड भिडियो हो। र तपाईहरुको डिमान्ड अनुसार धेरैले मलाई भन्नुभएको थियो के अनलाइन जब गर्नुहुन्छ भनेर। त्यसको लागि चाहिँ मैले आज भिडियो बनाउन गइरहेको छु। सो सबैले ध्यान दिएर हेरिदिनु होला। र मैले यो भिडियोमा मैले के काम गर्छु त्यो पनि भन्छु। र यदि तपाईहरु शहरमा रुम लिएर बस्नु भएको छ र केही काम गरेर कुन कस्तो काम एउटा जापानिज ल्याङ्ग्वेज पढ्ने विद्यार्थीले कस्तो काम गरेर आफ्नो रुम भाडा मिलाउन सक्छ, आफ्नो डेली खर्चहरू उठाउन सक्छ भन्ने कुराहरूलाई चाहिँ मैले यो भिडियोमा पनि भन्ने छु। 4-5 वटा काम अरु यस्ता छन् जुन जापानिज ल्याङ्ग्वेज पढ्ने विद्यार्थीसँग टाइम पनि हुन्छ र त्यसले गर्न पनि सक्छ। सो त्यस्तो कामहरुको बारेमा पनि मैले भन्ने छु, त्यसको लागि भिडियोलाई अन्तसम्म हेरिदिनु होला। र एउटा अर्को कुरा म के पनि भन्न चाहन्छु भनेपछि हामीले जापानिज ल्याङ्ग्वेज पढिरहेको त छौं, जापानिज ल्याङ्ग्वेज 1 घण्टाको हुन्छ है त। मेरोमा 1 घण्टाको छ, तपाईकोमा पनि मलाई लाग्छ 1 घण्टै होला। अब कतै ठाउँमा अरु टाइम हुन सक्छ त्यो मलाई थाहा छैन, तर मिनिमम हाम्रो 1 घण्टै हुन्छ। म पनि 1 घण्टाको नै पढ्छु। त्यसबाहेक अरु हामीले के गर्छौं त, हामीले त्यस्तो अरु के गरिरहेको छौं जसले हामीलाई अरु भन्दा फरक गराइरहेको छ। जस्तो मैले के गरिरहेको छु, मैले कसरी आफ्नो एक्सपेन्सेसहरुलाई उठाइरहेको छु, मैले घर पैसा मागेको छैन र म यसमा गर्व गर्छु कि मैले आफै कमाइरहेको छु, आफै पढिरहेको पनि छु, राम्रै गरिरहेको छु, घरबाट पैसा माग्नु परेको छैन अझैसम्म है त। अनि मेरो मम्मी बाबा पनि खुसी नै हुनुहुन्छ, पढिरहेछ गरिरहेछ भन्नुहुन्छ। सो मलाई पनि एउटा गर्व महसुस हुन्छ कि मैले कमाएर आफ्नै पैसाले घुमिरहेको छु, खाइरहेको छु, बसिरहेको छु, सबै चीजहरु देख्न सक्नुहुन्छ। यिनी सबै चीजहरु मैले आफ्नै पैसाले किनेको, यो समेत मैले आफ्नै पैसाले किनेको है त। सो म यो भिडियो अब सुरु गर्न चाहन्छु मैले के गर्छु भनेर है त। यति चाहिँ हाम्रो यो भिडियोको इन्ट्रोडक्सन थियो र सुरु गरौँ है त। सो मैले के गर्छु भनेपछि मैले नेपाली भाषा सिकाउँछु। अलिकति इन्ट्रेस्टिङ, अलिकति अमेजिङ, अलिकति आश्चर्यजनक कुरा छ। मैले नेपाली ल्याङ्ग्वेज सिकाउँछु। कसले सिकाउँछु भनेपछि विदेशी मान्छेहरूलाई, फरेन पिपलहरूलाई मैले नेपाली ल्याङ्ग्वेज सिकाउँछु है त। तपाईहरुलाई थाहा होला धेरै विदेशीहरू नेपालमा आउँछन्, घुम्छन्, बस्छन् र नेपाल कल्चरलाई माया गर्छन्, माउन्टेनहरु हेर्छन्, हिल्ली एरिया हेर्छन्, भिलेज साइडहरुलाई हेर्छन्, पोखरा घुम्छन्, केटीएम घुम्छन्। त्यसकारणले चाहिँ
नेपाली ल्याङ्ग्वेज तिनीहरूको लागि एउटा बेसिक थिङ्स हो। तिनीहरूलाई नेपाली सिक्न मनपर्छ, नेपाली सङमा भिडियो बनाउन मनपर्छ, त्यस कारणले चाहिँ नेपाली सिक्न चाहने विदेशीहरू धेरै छन्। अनि तिनीहरूलाई मैले अब्जर्भ गरेर एउटा मैले मेरो दिमागमा आयो कि एउटा आइडिया, म यस्तो गर्छु, यसमा चान्स छ, अरू कसैले गरेको छन् छैनन् त्यो पनि मैले रिसर्च गरेँ है त। सो यस्तै नेपाली ल्याङ्ग्वेज सिकाउने दुईवटा च्यानलहरू छ युट्युबमा, लर्ड नेपाली विथ वर्षा छ अर्को, अनि अर्को एउटा लर्ड नेपाली ल्याङ्ग्वेज छ भनेर छ। सो अहिले चाहिँ दुइटै नै अलि एक्टिभ छैनन्। सो त्यस कारणले चाहिँ मैले गर्ने सोचेँ र मैले कसरी स्टार्ट गरेँ अब म यो कुरा भन्छु है। सो मैले चाहिँ एउटा टिकटक आइडी बनाएको छु जसमा लर्ड नेपाली ल्याङ्ग्वेज भनेर टिकटक आइडी बनाएको छु र त्यसमा मैले यस्तै नेपाली लर्निङ टिचिङ सम्बन्धित भिडियोहरू हाल्छु र मान्छेहरूसम्म त्यो भिडियो पुग्छ र तिनीहरूले कोहीले आवश्यक परेकोले चाहिँ डाइरेक्ट मलाई डिएम गरेर भन्नुहुन्छ कि म क्लास अनलाइन क्लास एभाइलेबल छ भनेपछि म पढ्न चाहन्छु भन्छन्। तर मैले आफै पनि तिनीहरूलाई आफै फ्रेन्ड रिक्वेस्ट पठाएर तिनीहरूलाई आई एम फ्रम नेपाल एन्ड आई टिच नेपाली ल्याङ्ग्वेज, इफ यु आर इन्ट्रेस्टेड देन यु क्यान डिएम अस एन्ड वी क्यान स्टार्ट नेपाली ल्याङ्ग्वेज अनलाइन भनेर यसरी आफै अप्रोच गर्छु कि। सो यो चाहिँ आइडिया हो कि, सोच्नुहोस् न, मैले एउटा आइडिया दिमागमा लिएर त्यसलाई मैले एक्जिक्युट गरिरहेको छु र मैले राम्रै इन्कम गरेर अहिले इन्कमको बारेमा नि मैले तपाईँहरूलाई भन्छु है त। सो यो चाहिँ मेरो आइडिया थियो कि फरेन पिपलहरूलाई नेपाली भाषाको खाँचो छ र नेपाली भाषा सिकाउनु पर्छ भनेर। र त्यसपछि मैले फर्स्ट क्लाइन्ट युकेको भेटाएँ, दुईजना युकेको 28-28 वर्षका केटाहरू थिए। तिनीहरू चाहिँ बेसिकल्ली हुनु चाहिँ नेपाली नै हुन्, तर तिनीहरूको मम्मी बुबा चाहिँ युकेमा गएको, तिनीहरू नजन्मिँदै तिनीहरू उतै युकेमै जन्मेको र बेला बेलामा नेपाल आउने पनि गर्नेछन् आफ्नो प्यारेन्ट्ससँग है त। अनि प्यारेन्ट्ससँग नेपाल आइसकेपछि तिनीहरूलाई नेपाली भाषा त्यस्तो आउँदैन थियो, बोल्न अलिअलि आउँथ्यो तर लेख्न पढ्न भने तिनीहरूलाई आफ्नो नाम समेत लेख्न पढ्न आउँदैन थियो। त्यस कारण चाहिँ मैले तिनीहरूलाई लगभग 6-7 महिना जति पढाएँ, 6-7 महिना जति नेपाली भाषा सिकाएँ। सो राम्रै सिक्नुभयो त्यहाँहरूले है त। त्यसपछि चाहिँ त्यहाँहरूलाई राम्रोसँग नेपाली भाषा सिकाएपछि मैले 1-2 दिनको लागि क्लाइन्ट पाएको थिइनँ, त्यस्तै बसेँ। त्यसपछि अरू आफै पनि खोज्दै गएँ भनौँ न, अरू खोज्दै गएँ, भेटिँदै गएँ। कोहीले 1 महिना पढे, कोहीले 2 महिना पढे, कोहीले 1 दिन पढेर पनि गए। किनभने विदेशी मान्छेहरू के हुन्छ भने तिनीहरूसँग टाइमको कमी हुन्छ क्या। जसले 1 घन्टा मिलाउन सक्यो त्यसले चाहिँ राम्रोसँग गर्थ्यो, अरू चाहिँ नमिलाउन सक्नेले कोही पहिला सिक्दा पनि डिमोटिभेट भएर मतलब सिक्दैनथे। सो समस्याहरू धेरै छन् तर गरेपछि छन्। सो अहिलेको कुरा गर्दाखेरि चाहिँ अहिले मैले कतिजनालाई पढाइरहेको छु भनेपछि एकजना मेरो हुनुहुन्छ मालदिप्सको र अर्को हुनुहुन्छ सिङ्गापुरको र अर्को आज मैले रिसेन्टली अहिले 2 घन्टा एउटा नयाँ क्लाइन्ट भेटाएको थिएँ र उहाँसँग कुरा गरेर अहिले भर्खर मैले उहाँलाई पढाएँ। एउटा म्याम हुनुहुन्छ क्रोसियाबाट एउटा म्याम हुनुहुन्छ र भर्खर मैले त्यहाँलाई पढाइसकेँ र त्यहाँको पनि आजदेखि क्लास सुरु भयो। र अर्को एउटा म्याम हुनुहुन्थ्यो भियतनामबाट, त्यहाँ चाहिँ अहिले टाइम नभएको हुनाले चाहिँ क्लास लिइराख्नु भएको छैन। सो मसँग अहिले 3-4 जना लगभग जति हुनुहुन्छ। भोलि अर्को एउटा युएई साउदीबाट चाहिँ एउटाले फेरि क्लास जोइन गर्नुभएको छ र त्यहाँलाई मैले भोलिबाट सिकाउनेवाला छु। हेरौँ के कस्तो हुन्छ, कति टिक्नुहुन्छ है त। त्यस कारणले चाहिँ मैले नेपाली ल्याङ्ग्वेज सिकाउँछु र यही हो मेरो अनलाइन काम भनेको है त। र कति छ मेरो अनलाइन 1 महिनाको चार्ज, मैले कति चार्ज गर्छु भन्ने कुरा चाहिँ अब म भन्छु। सो मैले एकजनाबाट डेली 1 घन्टा पढाएको महिनाको $50 चार्ज गर्छु। ओन्ली मेरो रेट यही छ, मैले सबैले यही भन्छु, $50। $50 भनेको नेपाली 7,000 हुन्छ है त। सो मैले एकजनाबाट महिनाको 7,000 लिइरहेको छु। सोच्नुहोस् न, 10 जना भएपछि 70,000 आउँछ। तर 10 जना भएको छैनन्, यो अलि डिफिकल्टै छ किनभने भने जस्तो हुँदैन है त। कहिले क्लाइन्ट भेटिँदैन, कहिले भेटिँदैन, कहिले भेटिएकोले त्यति टाइम लिएर पढ्दैनन्। सो अहिले मसँग यतिजना हुनुहुन्छ र जुन मालदिप्सको हुनुहुन्छ उहाँले चाहिँ मलाई 2 मन्थको पेमेन्ट पनि गरिसक्नु भएको छ। त्यहाँ पढेको पनि अब 2 मन्थ हुन लाग्छ है त। 2 मन्थको पेमेन्ट अहिले एकैचोटि गर्नुभएको थियो, 14,000 मेरो खातामा हालिदिनु भयो। अनि आज भर्खर सिङ्गापुरको म्यामले त्यहाँ पढेको पनि लगभग मैले त्यहाँलाई 4 दिन पढाएँ होला, 4 दिन पढाएँ। तर उहाँको टाइम नमिलेको हुनाले चाहिँ उहाँले पढ्नु भएन अनि म बिजी छु, बिरामी पनि हुनुभयो त्यहाँ बिचबिचमा। तर त्यहाँले के भन्नुभयो भनेपछि मैले नपढे पनि मैले तपाईँलाई पे गर्छु, डोन्ट वरी भन्नुभयो।
जे होस् राम्रै हुनुहुन्छ म्याम। अनि त्यसपछि उहाँले मलाई आज पे गर्नुभएको छ 3,500 35 चाहिँ लगभग हाफ मन्थको भनौँ न, यो जुलाई मन्थको जति त्यहाँले यति नै पढ्नु भएको थियो, 4-5 दिन पढ्नु भएको थियो, त्यसको चाहिँ 35 चाहिँ दिनुभयो। सो अब त्यहाँले अगस्तबाट सुरु गर्छु भन्नुभएको छ। सो अगस्तबाट सुरु गरेपछि त्यहाँको पनि महिनाको $50 आउँछ। अनि त्यसपछि आज भर्खर जुन मैले पढाएँ त्यो म्यामले पनि अहिले मैले ब्याङ्क डिटेल पठाइसकेको छु, उहाँले पनि अहिले हाफ पेमेन्ट गर्नुहुन्छ, $25 अहिले गर्नुहुन्छ। किनभनेपछि मैले एउटा नयाँ पोलिसी बनाएको छु जसमा तपाईँले जो क्लास स्टार्ट गरेको 1-2 दिनभित्रमा हाफ पेमेन्ट गर्नुपर्छ। किन यस्तो गरेको छु भनेपछि मैले एकजना USA को एउटा अफ्रिकन हुनुहुन्थ्यो, त्यहाँलाई मैले पढाएँ, 1 महिना पढाएँ है त। त्यहाँलाई मैले 1 महिना नेपाली ल्याङ्ग्वेज सिकाएँ, तर पेमेन्ट गर्ने बेलामा चाहिँ त्यहाँले मलाई धोका दिनुभयो, त्यहाँले मलाई पेमेन्ट गर्नु भएन। त्यस कारण चाहिँ मैले एउटा नयाँ पोलिसी गराएको छु कि तपाईँले क्लास जोइन गरेको 1-2 दिनमा चाहिँ हाफ पेमेन्ट गर्नुपर्छ भनेर मैले त्यहाँलाई राम्रोसँग बुझाउँछु। त्यहाँले पनि ठिकै छ भनेर मलाई गर्नुहुन्छ है त। सो यही नै हो मेरो अनलाइनबाट कमाउने तरिका। सो यसको लागि तपाईँले के चाहिन्छ त्यो पनि म भन्छु है। फेरि अब यो त सजिलो छ भनेर तपाईँहरू पनि गर्न जोसिनु भयो भने तपाईँले धेरै कुरा चाहिँ धेरै सक्नुहुन्न। यसको लागि तपाईँसँग इङ्ग्लिस ल्याङ्ग्वेज हुनुपर्छ। इङ्ग्लिस ल्याङ्ग्वेज तपाईँसँग टेपटेपुटे अलिअलि जानेर पनि हुँदैन, तपाईँसँग हल्का फ्लुएन्सी हुनुपर्छ इङ्ग्लिस ल्याङ्ग्वेजमा। र मेरो कुरा गर्नुपर्दाखेरि म चाहिँ बोर्डिङ पढेको विद्यार्थी हुँ र बोर्डिङ पनि मैले 1 क्लासदेखि 12 क्लास भनौँ न बोर्डिङै पढेँ। पहिला चाहिँ म 1 देखि 3 सरकारीमा पढेको, त्यहाँदेखि फेरि 3 क्लास पास गरेर बोर्डिङमा गएँ। बोर्डिङमा फेरि 1 देखि नाम लेखाइदिनु भयो। 1 क्लासमा राम्रो रिजल्ट आएर मेरो 2 क्लास पढेन, 3 मा गएँ। 3 देखि म 12 सम्म चाहिँ बोर्डिङ स्कुलमै पढेको र मलाई चाहिँ सानैदेखि इङ्ग्लिसमा धेरै इन्ट्रेस्ट छ। इङ्ग्लिसमा पढाइमा पनि म राम्रै विद्यार्थी हो। म अहिले क्लास 12को एक्जाममा मेरो कलेजबाट फर्स्ट आएको विद्यार्थी हो है त। सो आइडिया गर्ने हो भने पनि धेरै छन्। सो मलाई इङ्ग्लिसमा इन्ट्रेस्ट छ र मैले इङ्ग्लिस ल्याङ्ग्वेज राम्रोसँग बुझ्न सक्छु। मैले अहिलेसम्म जति पनि विद्यार्थीहरूलाई जति पनि क्लाइन्टहरूलाई पढाएको छु नि, उहाँ सबैले एउटै चिज भन्नुहुन्छ कि युवर इङ्ग्लिस इज भेरी गुड। सो यो सुन्दाखेरि मलाई अलिकति आफूमा गर्व लाग्छ के, मैले जो बेलैमा मेहनत गरेँ, बेलैमा आफ्नो बेस बनाएँ र मैले अहिले यसरी दिनको 1 घन्टा काम गरेर महिनाको एकजनाबाट 7,000 कमाइरहेको छु भन्ने कुरामा चाहिँ मैले गर्व गर्छु। किनभने सोच्नुहोस्, तपाईँले यदि वेटर गर्नुभयो भने महिनाको तपाईँले 10 घन्टा काम 12 घन्टा काम गर्नुहुन्छ र तपाईँले महिनाको 7,000 कमाउनुहुन्छ। त्यसको तुलनामा हेर्नुहोस् न मैले कति इजिली कमाइरहेको छु भन्ने कुरा यहाँदेखि थाहा हुन्छ क्या। त्यसको लागि तपाईँलाई इङ्ग्लिस आउनुपर्छ र इङ्ग्लिस त्यस्तो एडभान्स चाहिँ आउनुपर्छ भन्ने कुरा हुँदैन। तिनीहरू पनि त्यस्तो एडभान्स इङ्ग्लिस बोल्दैनन्, तिनीहरूले सिम्पल इङ्ग्लिस बोल्छन्, बिस्तारै बोल्छन्। जस्तो हाम्रो जस्तो खुइदिएको एक्टिङ गर्छन् नि, जुन त्यस्तो हुँदैन, त्यस्तो भन्ने हुँदैन, त्यस्तो नबुझिने पनि हुँदैन तिनीहरूको इङ्ग्लिस। सो क्लाइन्ट अनुसार पर्छ, कोही एक्सेन्ट फरक हुन्छ, USA को एक्सेन्ट इङ्ग्लिस एक्सेन्ट फरक हुन्छ, अब सिङ्गापुरको एक्सेन्ट फरक हुन्छ, मालदिभ्सको एक्सेन्ट फरक हुन्छ, दुबईको एक्सेन्ट फरक हुन्छ। सो जरुरी छैन कि सबै इङ्ग्लिसै बोल्ने हुन्छन्, कोही त अरू ल्याङ्ग्वेजको पनि हुन्छन् जस्तै। तर अरू ल्याङ्ग्वेजको भए तापनि इङ्ग्लिस चाहिँ ग्लोबल ल्याङ्ग्वेज हो है त। त्यसैले सबैले इङ्ग्लिसै राम्रो मान्छन् बोल्नको लागि। र त्यही हो, तपाईँहरूलाई इङ्ग्लिस आउनु पऱ्यो। सबभन्दा सुरुमा चाहिँ इङ्ग्लिस आउनु पऱ्यो। त्यसपछि तपाईँले जतिखेर पनि सुरु गर्न सक्नुहुन्छ। तपाईँले 2टा भेटाए त हो, महिनाको 14,000 आउँछ, तपाईँले के चाहियो भन्नुहोस् त। सो त्यस कारणले चाहिँ तपाईँलाई अलिकति इङ्ग्लिस आउनुपर्छ। र तपाईँले यदि अब मैले गरे जस्तै तपाईँले एउटा क्लाइन्ट खोज्छु र नेपाली भाषा सिकाउँछु भनेर गर्नुभन्दा पनि तपाईँमा के क्वालिटी छ तपाईँले त्यो गर्नु होला के। तपाईँले भिडियो एडिटिङ आउँछ भनेपछि तपाईँले क्लाइन्ट खोज्नुहोस्, भिडियो एडिटिङ गरेर दिनुहोस्। ग्राफिक डिजाइन आउँछ भने ग्राफिक डिजाइन सिक्नु भएको छ भनेपछि त्यसको पनि तपाईँले एउटा टिकटक पेज गराउनुहोस्, त भिडियो पोस्ट गरिराख्नुहोस्, क्लाइन्ट बनाउनुहोस्, क्लाइन्ट खोज्नुहोस् है त। आफूले नगरन्जी केही पनि हुँदैन क्या, आफूले नगरन्जी केही पनि हुँदैन। अरूले गरेकोबाट सिक्ने हो कि हामीले है, अरूले गरेकोबाट सिक्ने हो र आफूमा के छ त्यो चाहिँ गर्ने हो। अरूले त्यसको मतलब त्यो होइन कि कपी गर्नुभयो। मैले पनि जस्तो मैले गरेको जस्तो तपाईँले गर्नुभयो भनेपछि मैले त्यो कपी गरेर भन्दैन, म भन्छु तपाईँले मबाट केही कुरा सिक्नुभयो र आफ्नो छुट्टै तपाईँले एउटा क्वालिटी एड गरेर तपाईँले त्यो काम गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ यसरी बुझ्नुपर्छ। संसारमा केही पनि ओरिजिनल छैन क्या, सबै कपीबाटै हुने हो, सबै कपी गरेर सिक्ने हो।
सो कपी गरे तापनि सेम टु सेम कपी गर्नु हुँदैन कि उहाँहरूले केही सिकेर आफूले केही नयाँ एड गरेर त्यसलाई अलि एडभान्स बनाउने कोसिस गर्नुपर्छ। त्यस कारणले चाहिँ सक्नुहुन्छ भनेपछि तपाईँको इङ्ग्लिस राम्रो छ भनेपछि तपाईँले पनि यस्तो अनलाइन कामहरू गर्न सक्नुहुन्छ। नेपाली टिचिङ मात्र होइन, तपाईँले अरू धेरै कुरा पनि गर्न सक्नुहुन्छ कि अनलाइनमा बसेर। जस्तै भनिदिउँ तपाईँले अनलाइनमा बसेर कसैलाई गीत सिकाउन सक्नुहुन्छ। यस्तो पनि मान्छेहरू छन्, मान्छे दुनियाँमा कस्तो कस्तो मान्छे छन् तपाईँलाई थाहै छैन क्या। तपाईँले डान्स सिकाउन सक्नुहुन्छ, तपाईँले नेपाली डान्स सिक्न चाहने विदेशीहरू पनि धेरै हुन्छन्। अनि त्यसपछि तपाईँहरूले विदेशी साथीहरू बनाएर उनीहरूसँग केही कुराहरू गरेर तपाईँले त्यहाँबाट पनि जस्तो भन्न सक्नुहुन्छ क्या तपाईँहरूले, म नेपाली हो, म तपाईँले हल्का नेपाली ल्याङ्ग्वेज सिकाइदिन्छु, तपाईँले मलाई हल्का पेमेन्ट गर्नुपर्ने हुन्छ, हामी साथी बनाऊँ, तपाईँ नेपाल आउनुहोला घुम्नुहोला भनेर यसरी कुरा जति कुरा गऱ्यो नि त्यति आइडिया आउँछन्। जति आइडिया आयो त्यति इन्कम हुँदै जान्छ, किनभने आइडिया भनेकै इन्कम हो क्या। मेरो दिमागमा यस्तो आइडिया आयो र मैले त्यसलाई एक्जिक्युट गरेँ र अहिले रिजल्ट पनि आइरहेको छ। सो मैले गिभअप चाहिँ गरेन। त्यस कारणले चाहिँ तपाईँले पनि गिभअप नगर्नुहोला। र यो चाहिँ थियो मेरो काम है त, यही हो मैले अनलाइनमा काम गर्ने भनेको। तपाईँले सोध्न चाहेको कुरा र मैले भन्न चाहेको कुरा पनि यही हो। मैले विदेशीहरूलाई नेपाली ल्याङ्ग्वेज सिकाउँछु र एकजनाको $50 चाहिँ मेरो मिनिमम चार्ज छ है त। अहिलेसम्म मैले यही नै ल्याउने गरेको छु, योभन्दा धेरै पनि लिन्न, योभन्दा कम पनि लिन्न। र कसैले चाहिँ यो अलिक बढी भयो पनि भन्नुहुन्छ तिनीहरूको लागि चाहिँ हल्का डिस्काउन्ट गरिदिन्छु, तर धेरै गर्दैन, किनभने मलाई पनि मेरो पनि टाइम गइरहेको हुन्छ नि त। त्यस कारणले चाहिँ अनि कतिपय मान्छे चाहिँ दुबईमा हुनुहुन्छ, दुबईमा हुने चाहिँ दुबई त धिरम हो, त्यही भएर 7,000 भनेपछि नेपाली 7,000 भनेपछि धिरम 175 यस्तै कति हुन जान्छ है त। त्यसअनुसार मैले त्यहाँको तपाईँ 175 दिनुपर्छ धिरम भन्छु। तर धेरै जस्तो कारोबारहरू चाहिँ मैले डलरमै गर्छु, किनभने डलर भनेपछि ग्लोबल करेन्सी हो र डलर भनेपछि सबैले बुझ्छन् है त। $80 यति हुँदैछ भन्छन्, ठिक छ भन्छु, त्यसपछि सिकाउँछु है त। अनि अब भने जस्तो क्लाइन्टहरूले कुरा गर्यो र भोलि नै टिचिङ गर्न सुरु गर्नु त्यस्तो भन्ने हुँदैन, किनभने विदेशीहरूको टाइम इज भेरी इम्पोर्टेन्ट कि तिनीहरूसँग टाइमै हुँदैन, कति मुस्किलले टाइम निकालेर पढिरहेको हुन्छन्। त्यस बेला चाहिँ हामीले तिनीहरूलाई चाहिँ एकदम हुन्छ नि खुसी गराउनुपर्छ कि इम्प्रेस पार्नुपर्छ। र ममा त क्वालिटी छ, मैले मान्छेहरूलाई मलाई सुनिरहनु जस्तो गराइदिन्छु क्या। सो आई हेभ दिस टाइप अफ क्वालिटी है। त्यस कारणले तपाईँहरू अलिकति फ्र्याङ्क पनि हुनुपर्छ कि। अब तपाईँहरू अहिलेसम्म जस्तो हुनुहुन्थ्यो, तर अब चाहिँ तपाईँ अलिकति फ्र्याङ्क पनि हुनुपर्छ के। जस्तो मैले भन्न खोजेको के हो भनेपछि हरेक ठाउँमा तपाईँ अलिकति चुप्प लागेर नबस्नुहोस्, अलिकति आफू पनि केही बोल्न खोज्नुहोस् न, आफू पनि केही एक्जिक्युट गर्नुहोस्, आफ्नो पनि केही फिलिङ्सहरू राख्नुहोस्, केही कुरा गर्नुहोस् कसैसँग। अब त हाम्रो उमेर भइसक्यो नि त, 19-20 वर्ष त भइसक्नुभयो होला तपाईँहरू, योभन्दा बढी हुनुहुन्छ होला, आज फिल गर्नुभएको होला। जति जे भने पनि जो मान्छे बोल्न सकेन, जसले अरूलाई इम्प्रेस पार्न सकेन, त्यो मान्छे अलिकति पछि नै परिरहेको हुन्छ। र यो कुरा चाहिँ दिनदिनै हामीले अलिअलि गर्दै सिक्दै जानुपर्छ जस्तो मलाई लाग्छ है। मैले पनि सिकिरहेको छु, म पनि त्यस्तो पुरै फुल कन्फिडेन्सवाला मान्छे त होइन, तर मैले बिस्तारै सिकिरहेको छु है त। र मैले दिनमा के गर्छु त, यिनी पैसाहरू मैले कहाँ खर्च गर्छु, मेरो कति छ खर्च, यो विषयमा पनि मैले आज भन्छु है त। सो मेरो रुम भाडा चाहिँ 2500 छ र म बस्ने भनेको दाङ जिल्ला है। म बस्ने भनेको 1 सेकेन्ड है त, म बस्ने भनेको चाहिँ दाङ जिल्ला लमही नगरपालिका 8 हो र मैले लमही बजारमै बस्छु। र मेरो घर चाहिँ यो लमही बजारदेखि 10 किलोमिटर उता छ। घरबाट आउने जाने अलिकति झ्याउ भएको हुनाले मैले यो रुमै लिएर बसेको छु र मेरो रुम भाडा चाहिँ 2500 है त। मेरो रुम भाडा 2500 छ र वाइफाईको 200, अनि पानीको बिल र बिजुलीको बिल चाहिँ हेरी हुन्छ है त। अनि त्यसपछि मेरो महिनामा लगभग 2500 3000 जति 3000 जाला, टोटलमा 3000 जति जान्छ। र अरू मैले मेरो जापानिज ल्याङ्ग्वेजको फिस पनि दिइसकेको छु, जुन चाहिँ 25,000 थियो। हुन त 35,000 छ अरू ठाउँ, तर मेरो अहिले आफ्नो चिनेको दाइ भएको हुनाले चाहिँ 25,000मा फिक्स गरिदिनु भयो र मैले त्यो पनि दिइसकेको छु। त्यहाँ पनि मलाई टेन्सन छैन। र मैले रिसेन्टली जिम पनि जोइन गरेको छु, किनभने म अलिकति हेल्थलाई पनि हल्का टाइम दिन्छु कि, प्रायोरिटी दिन्छु। अनि मैले रुममै पनि होम वर्कआउट गर्थेँ, तर मैले अब चाहिँ एउटा ठिकै छ त, इन्कम भइरहेको छ भनेपछि मैले अब रुम नजिकै तल उता जिम पनि छ। सो म पहिला क्लास जान्छु, त्यसपछि क्लासबाट जिम जान्छु है त। जिम गइसकेपछि बल्ल रुम आउँछु।
सो जिमको लागि पनि जिम गरेर मात्र हुँदैन, डाइट पनि खानुपर्छ। र मैले चाहिँ अहिले त्यस्तो अलिक महँगो डाइट चाहिँ खाएको छैन। सिर्फ मैले 1 क्रेट अन्डा ल्याउँछु र अरू चनाहरू छन्, सोयाबिनहरू छन्, र राजमा दालहरू छन्, यस्तै यस्तै आफ्नो डाइट बनाएर खाइरहेको छु। तर आज अलिकति जब मसँग अलिकति धेरै पैसा हुन्छ तब मैले क्रिएटिन अलिक लिनु पर्ला भनेर सोचिरहेको छु। तर अलिकति अहिले मैले पैसा जोगाइरहेको छु, किनभने मलाई एउटा आइफोन पनि चाहिएको छ है त। मैले पैसा अलिकति जोगाएर आइफोन किन्ने पनि सोचिरहेको छु। अझै अरू क्लाइन्टहरू पनि बनाउने सोचिरहेको छु। र आज चाहिँ आएको थियो 3500, त्यसका त्योबाट मसँग एउटा राम्रो पोइन्ट पनि थिएन। त्यो मैले आज एउटा 1000 को पोइन्ट पनि लिएर आएको छु है त। अनि त्यसपछि मेरो खर्च हुने भनेको यही हो, रुम भाडामा अनि जिममा अलिकति खर्च हुन्छ, र अरू यता किताब कापी किन्ने अनि अरू मेरो म चाहिँ अलिकति अनुहार होइन, आफ्नो शरीर सबै चिजमा मैले ध्यान दिइरहेको हुन्छ कि। हेर्न सक्नुहुन्छ मेरो अनुहार पनि एकदम क्लियर र अलिकति गोरो पनि भएको छ धेरै। अहिले मैले साथीहरूलाई कल गर्छु, तिनीहरूले सिर्फ एउटै कुरा भन्छन् के, किन यति गोरो भएस् त, किन टल्किहास् त भन्छन्, के गर्छस् यस्तो भन्छन्। मेरो दिदीहरूले पनि त्यही भन्छन्। सो मैले कसरी अनुहारलाई पनि ग्रो गराइरहेको छु, यो एउटा ट्रिक हुन्छ कि साथीहरू। हरेक चिजको ट्रिक हुन्छ कि। तपाईँले एउटै चिज बारम्बार गरिराख्नुभयो भने तपाईँकोमा चेन्ज आउँछ। तपाईँले देख्नुभयो होला, पानीको थोपा एउटा ढुङ्गामा खसिरह्यो भनेपछि त्यो 1 वर्षपछि त्यो ढुङ्गालाई त्यसले फोरेरै छाड्छ क्या। सो अनुहारलाई कसरी गोरो गराउने भन्ने कुरामा पनि मैले एउटा, तपाईँले चाहनुहुन्छ भनेपछि मैले एउटा भिडियो लिएर आउँछु, एकदम प्र्याक्टिकल भिडियो, जुन तरिकाले मैले अहिले आफ्नो अनुहारलाई राम्रो गराइरहेको छु। मेरो पहिलाको फोटोहरू हेर्नुहुन्छ भनेपछि पुरै पिम्पल आएको अनुहार पनि त्यस्तो राम्रो थिएन है त। र मैले अहिले चाहिँ आफ्नो कन्सिस्टेन्सीले गर्दाखेरि चाहिँ मैले ओभरअल मेरो सबै चिजलाई चाहिँ राम्रै गराइरहेको छु, र राम्रै गराउनु पनि पर्छ। मान्छे राम्रो हुनु, मान्छे राम्रो देखिनु कुनै पनि पाप होइन, यो हामी सबैले गर्नुपर्ने चिज हो है त। मेरो भोलि मेरो आवाज पनि जाम भइसकेको छ साथीहरू। एकछिनमा पानी खान्छु है त। म फेरि बोल्न लागेपछि बोलिरहन्छु कि, त्यो रोकिने चलनै छैन। सो पछाडि हेर्न सक्नुहुन्छ यिनी जति पनि सामानहरू छन् यो सब मैले आफ्नै पैसाले किनेको। र यहाँ के छन् त्यो पनि मैले एक दिन भिडियो बनाएर हाल्नेवाला छु। अनि त्यसपछि मेरो स्किन केयर रुटिनहरू के छन्, के गर्नुपर्छ र कति खर्च लाग्छ यसमा भन्ने कुरा पनि मैले तपाईँहरूलाई एउटा भिडियो बनाएर पोस्ट गर्नेवाला छु है त। त्यसको लागि तपाईँले कमेन्ट गर्नुहोला, तपाईँलाई चाहिन्छ कि नै है त। अनि त्यसपछि धेरै खर्च पनि छैन, यो हाम्रो स्किनको लागि धेरै खर्च पनि चाहिँदैन क्या। सिर्फ तपाईँले म 200 या 300 या 150 मा तपाईँहरूलाई आउने सामानहरूको भनिदिन्छु अर्को भिडियोमा है, यदि तपाईँहरू चाहनुहुन्छ भनेपछि। सो अब कुरा गरौँ, यो त मेरो थियो मैले के कमाउँछु र मैले कहाँ खर्च गर्छु र म कहाँ बस्छु, कति खर्च हुन्छ मेरो भन्ने कुरा चाहिँ यो थियो है। अब म तपाईँहरूलाई, तपाईँले अरू के गर्न सक्नुहुन्छ, मैले त यो गर्छु। तपाईँ यदि बजारमा हुनुहुन्छ, तपाईँ केटीएम बसेर पढ्दै हुनुहुन्छ भनेपछि अरू तपाईँले के गर्न सक्नुहुन्छ त्यो कुरा चाहिँ मैले तपाईँहरूलाई अब भन्छु है त। सो तपाईँले नम्बर 1 मा छ, तपाईँहरूले होटल लाइनमा जब गर्न सक्नुहुन्छ। केटीएमतिर हुनुहुन्छ भनेपछि त्यहाँ थुप्रै होटल हुन्छन् हैन। होटलमा प्रत्येक हप्तामा तपाईँहरूले स्टाफ खोजिरहेको हुन्छ कि, किनभने होटल लाइनमा टिक्न त्यति सजिलो छैन। त्यहाँ गाली सुन्नुपर्छ, कसैले गाली सुन्ने बानी हुँदैन कसैको है त। त्यसकारणले चाहिँ मान्छेहरू धेरै होटल लाइनमा टिक्दैनन्। मैले पनि 11 क्लास पढ्दै 3 महिना चाहिँ होटल लाइनमा काम गरेको हुँ, वेटरको काम गरेको हुँ घोराइमा है त। अनि मलाई थाहा छ नि त त्यहाँ कस्तो हुन्छ के हुन्छ भन्ने कुरा। सो त्यहाँ चाहिँ तपाईँले अलिकति अरूको कुरा सुन्नुपर्छ, अलिकति डिसिप्लिनमा बस्नुपर्छ होटल लाइन भनिसकेपछि। मेरोमा चाहिँ त्यस्तै थियो, सबैकोमा त्यस्तै हुन्छ भन्नु हुँदैन, सबैको अरूकोमा चिल पारामा पनि हुनसक्छ है त। त्यस कारणले चाहिँ मेरोमा चाहिँ त्यस्तो थियो, म त्यो भरि भन्न सक्छु। अनि तपाईँहरूले होटल लाइनमा तपाईँहरू मर्निङ अब क्लास तपाईँ कतिखेर छ त्यो हिसाबले पनि हुन्छ है। क्लास तपाईँहरूको यदि बिहानै छ भनेपछि तपाईँहरूले होटलमा कुरा गरेर म यो जापानिज ल्याङ्ग्वेज पढ्ने विद्यार्थी हुँ, मलाई पार्ट टाइम जब चाहिएको छ, मेरो लागि समय मिलाइदिनुहोस्, म एकदम मेहनती छु, काम गर्छु भनेर यसरी तपाईँले डाइरेक्ट भन्नुपर्छ कि। अरूले तपाईँले नभनेर अरूले बुझ्दैन, तपाईँले डाइरेक्ट भन्नुपर्छ यसरी। सो तपाईँले यसरी राम्रोसँग कुरा गर्नुभयो, इमान्दार हुनुभयो भनेपछि तपाईँहरूले पक्कै टाइम मिलाइदिन्छन्। हुन्छ बाबु ठिकै छ भने तिनीहरूले पनि कुरा बुझेको, तिनीहरू पनि दुःख गरेकै त्यहाँसम्म पुगेको हो नि त, कुरा बुझ्छन् के। ठुलो मान्छेहरूले कुरा बुझ्छन्,
है। त्यसकारण तपाईँले यसरी भन्न सक्नुहुन्छ र तपाईँहरू 1 घन्टा क्लास गएर अब तपाईँहरूले होटल लाइनमा काम गर्न थालेपछि त्यसको फाइदा के छ भनेपछि तपाईँहरूलाई खानाको लागि टेन्सन गर्नु पर्दैन। तपाईँहरूलाई अलमोस्ट खानाहरू त्यही हुन्छन् है, धेरै जस्तो होटल लाइनमा खानाहरू त्यही हुन्छन्। तपाईँले बिहानको, साँझको, दिउँसोको नास्ता 3 टाइममै त्यही गर्नुपर्छ, त्यही हुन्छन्। सो तपाईँले 1 घन्टा क्लास जाने, त्यतैबाट तपाईँ होटल लाइनमा काम गर्न छिर्ने र यदि तपाईँ मर्निङदेखि काम गर्न थाल्नुभयो भनेपछि तपाईँको साँझ 5 बजेतिर छुट्टी भइहाल्छ। अनि तपाईँ यदि डेदेखि काम 10 बजेदेखि साँझ 10 बजीसम्म काम गर्नु, 9 बजीसम्म काम गर्नुभयो भनेपछि त्यो तपाईँहरूको लागि अलिकति डिफिकल्ट हुनसक्छ, किनभने तपाईँ अलिकति पढ्नु पनि पर्छ है त। अनि मैले कति पढ्छु त्यो पनि मैले अहिले भन्छु। त्यस कारणले चाहिँ एउटा फर्स्ट अप्सन भयो, तपाईँले होटल लाइनमा जब गर्न सक्नुहुन्छ। तपाईँ किचन हेल्पर पनि हुन सक्नुहुन्छ, तपाईँ वेटर पनि हुन सक्नुहुन्छ है त। वेटरमा भएपछि तपाईँलाई टिप्सको पनि फाइदा हुन्छ, किचन लाइनमा भएपछि तपाईँले स्किलको फाइदा हुन्छ है त। दुवै चिजमा फाइदा त छ फेरि, तर किचन लाइनमा चाहिँ अलिकति प्रेसरै हुन्छ भनौँ न। प्रेसर त बाहिर पनि हुन्छ, तर किचन लाइनमा अलिकति बढी हुन्छ प्रेसर है त। त्यो तपाईँहरूले प्रेसर ह्यान्डल गर्न सक्नुहुन्छ भनेपछि होटल लाइनमा काम खोज्नुहोस्, खुरुखुरु काम गर्नुहोस्, पढ्नुहोस्, काम गर्नुहोस्, पढ्नुहोस्। तपाईँहरूले यो चाहिँ आफ्नो बानी बनाउनुहोस् के। तपाईँहरूले यो कुनै झन्झटको काम होइन कि तपाईँहरूलाई यो रहरले गरिराख्नु भएको छ जस्तो गराउनुहोस्। किनभने तपाईँ यदि डिसिप्लिन भएर काम गर्नुभयो भनेपछि तपाईँहरूको लागि नै सजिलो हुन्छ। हामी जापान गइसकेपछि गर्ने भनेकै यही हो, काम गर्ने, आउने, सुत्ने, काम गर्ने, आउने, सुत्ने, यही हो कि। यो अहिलेदेखि हामी प्रिपेयर हुनुपर्छ कि। अहिलेदेखि हामी प्रिपेयर भयौँ भनेपछि हामीलाई पछि यति सजिलो हुनेवाला छ नि। त्यो मैले तपाईँहरूलाई अघिदेखि भनिरहेको छु। मेरो इङ्ग्लिस बेस राम्रो भएको हुनाले त मैले अहिले यति इजी काम गरिरहेको छु त। त्यस कारण चाहिँ बेस बनाउन सजिलो छ। मेरो पालामा भन्ने मलाई कोही भएनन्, म आफै बुझेर गरेँ, अहिले राम्रो भइरहेको छ। तपाईँहरूलाई चाहिँ म भन्दैछु कि अहिले राम्रोसँग तपाईँले जे कुरामा पनि बेस बनाउनुहोस् कि राम्रोसँग है। त्यस कारण चाहिँ फर्स्ट भयो हाम्रो तपाईँको होटल लाइनमा चाहिँ जब र किचन हेल्परको गर्न सक्नुहुन्छ है त। र अब जाम हामी सेकेन्ड लाइनमा। सो सेकेन्डमा चाहिँ तपाईँहरूको फ्यान्सी स्टोरमा काम गर्नुहोस्। त्यो पनि सेम टु सेम हो। तपाईँले त्यहाँ त खाना त पाइँदैन होला, तपाईँले नास्ता चाहिँ दिन्छन्, खाना त्यस्तो फ्यान्सी स्टोरमा भन्ने हुँदैन। कतिपय ठाउँमा हुनसक्छ, तर फ्यान्सी स्टोरमा काम गर्नुहोस्। तपाईँहरूको कम्युनिकेसन स्किल बढ्छ, तपाईँको स्मार्टनेस बढ्छ, तपाईँहरूको फ्यासन सेन्स पनि अलिकति चेन्ज हुनसक्ला है त। सो फ्यान्सी स्टोरमा काम गर्नु पनि एकदमै बेस्ट तरिका मान्छु मैले चाहिँ। टाइम मिलाएर गर्न सक्नुभयो भने चाहिँ गर्नुहोस्। महिनाको तपाईँको रुम खर्च दिने यताउता आउँछ है त। सो सेकेन्डमा छ हाम्रो फ्यान्सी स्टोर है त। अब तपाईँको थर्ड नम्बरमा छ। थर्ड नम्बरमा अलिकति इम्पोर्टेन्ट छ है। थर्ड नम्बरमा चाहिँ यदि तपाईँहरू बजार साइडमा बस्दै हुनुहुन्छ भनेपछि पक्कै त्यहाँ चाहिँ साना केटाकेटीहरू हुन्छन् र पक्कै पनि बजार साइडमा बसेको मान्छेहरू अलिकति व्यापारी टाइपको हुन्छन्, बिजनेस हुन्छ तिनीहरूको। सो तिनीहरूले चाहिँ आफ्नो छोराछोरीलाई त्यति टाइम दिन पाएको हुँदैनन्। तिनीहरूको होमवर्क गर्ने, तिनीहरूलाई सिकाइदिने यति टाइम तिनीहरूको मिलेको हुँदैन र तिनीहरूले तिनी सानो बच्चाहरूलाई कुनै ट्युसन पनि हाल्न सक्दैनन्। ट्युसन पढाउन जाउन पनि त अब त्यो मान्छे चाहियो। त्यस कारण चाहिँ तपाईँको वरिपरिको रुममा यदि कोही त्यस्ता बच्चाहरू छन् भनेपछि तपाईँहरूले तिनीहरूको मम्मीसँग कुरा गरेर है त। कति तपाईँ नास्ता खान जानुभयो भने तपाईँले त्यहाँ बच्चा देख्नुभयो भने आन्टी तपाईँहरूको बच्चा हुन् अनि यिनीहरूले होमवर्क गर्नुपर्छ होला है, म पनि नजिकै पढ्छु, यदि तपाईँसँग टाइम हुन्न भने के छ त, म पनि पढाइमा राम्रै छु, मैले तपाईँलाई नानीलाई सिकाइदिन्छु, महिनाको यस्तै 500 रुपियाँ दिनु होला भनेर हो यसरी कुरा राख्ने हो कि तपाईँहरूले। जस्तो एउटा आन्टीले कुरा राख्नुभयो भनेपछि त्यो आन्टीले राम्रै मान्छ। अब टाइम बच्यो मेरो, म फ्री भएँ भन्ने सोच्छन् तिनीहरूले। हुन्छ बाबु गर भन्छन्। सो तिनीहरूले गरिसकेपछि तिनीहरूको छोराछोरी पढ्न आएको, तिमी सायद तिनीहरूकै घरमा गएर पनि पढाउन सक्छौ, तर तिनीहरूलाई चाहिँ आफ्नै रुमतिर बोलाएर पनि गराउन सक्छौ। यदि तिमीको त्यस्तो कन्डिसन मिल्छ भने है, रुमतिर बोलाएर पनि पढाउन सक्छौ। सो यदि तपाईँहरूले एउटा बच्चाले पढायो भने त्योबाट 500 आउँछ, दुईटाले 1000 आउँछ र तपाईँहरूको बच्चाहरूले पढाइरहेको देखेर अरू छिमेकीले पनि जान्न खोज्छन्। मतलब यिनको छोराछोरी कहाँ गएर पढिरहेको छन्, मलाई पनि गराउन पाए हुन्थ्यो, सजिलो हुन्थ्यो भनेर। सो यस्तै गर्दा चाहिँ तपाईँहरूको यदि 10 जना भयो भने त 5000 आइगयो। सो यस्तो तरिकाले चाहिँ तपाईँहरूले आइडिया लगाउनुहोस् कि अलिकति हामीले पैसा कसरी कमाउने भन्ने कुरामा चाहिँ धेरै कुराहरू छन् के। पैसा कमाउने चाहिँ हामीले सिर्फ आइडिया लगाउन सक्दैनौँ र त्यो हामीले सिर्फ बोल्न सक्दैनौँ। सो अलिकति दिमाग लगाउनुहोस्, अलिकति कुरा गर्न खोज्नुहोस् अरूसँग। जति पनि हामीले अरूको समस्या समाधान गरिदिन्छौँ नि, हामीसँग आउने भनेकै पैसा हो। तपाईँ डक्टर हुने जानुहोस्, तपाईँ डक्टरले तपाईँको समस्या समाधान गरिदिन्छ,
तर तपाईँले त्यसलाई पैसा दिनुहुन्छ। तपाईँ टिचर हुन जानुहोस्, टिचरले तपाईँको समस्या सल्भ गरिदिन्छ, पैसा दिन्छ, पैसा पाउँछ। त्यस कारणले चाहिँ अरूको समस्या सल्भ गर्नुहोस्, तपाईँहरू पैसा आफै आउँछ है त। त्यो थर्ड अप्सनमा चाहिँ हाम्रो होम ट्युसन भनौँ। र अर्को हाम्रो फोर्थ नम्बरमा छ तपाईँहरूको फोर्थ नम्बरमा छ सोसल मिडियाबाट पैसा कमाउन सक्नुहुन्छ तपाईँले अहिलेको जमानामा है। सोसल मिडिया फेसबुक, अझ अहिले त फेसबुकले पनि कन्टेन्ट मोनेटाइज अन गरिसकेको छ। सो फेसबुकबाट पनि तपाईँहरूले पैसा कमाउन सक्नुहुन्छ है त। अनि त्यसपछि फेसबुकबाट भयो तपाईँले युट्युब च्यानल सुरु गर्न सक्नुहुन्छ, टाइम दिन सक्नुहुन्छ। अलिकति एडिटिङ आउँछ भनेपछि तपाईँले कन्टेन्ट क्रिएसनमा पनि पैसा छ, कमाउन सक्नुहुन्छ है त। मेरो फेसबुक मोनेटाइज भइसकेको छ, तर मैले त्यस्तो भिडियो चाहिँ हाल्न पान्न अनि भ्युज पनि त्यस्तो जान्न, भिडियो नै हाल्दैन भनौँ न। त्यस कारणले चाहिँ त्यो मोनेटाइज भए तापनि त्यस्तो डलर बनिएको छैन अहिलेसम्म। मेरो जो जुलाई मन्थको 0.10 यस्तै भएको छ है त, धेरै भएको छैन। जति धेरै भ्युज आयो, जति धेरै इन्गेजमेन्ट भयो, लाइक कमेन्ट आयो, त्यति पैसा बन्ने हो। तर म पनि त्यो फेसबुकतिर पनि ध्यान दिइरहेको छु है त। फेसबुकतिर मैले के कस्तो कुराहरू गरिरहेको छु त्यो पनि म पछि भिडियो बनाउँला, कसरी मोनेटाइज गर्ने पनि। तपाईँलाई धेरै जसोको त थाहा पाइसक्नु होला, नथाहा पाउनु भएको छ भनेपछि म त्यसमा भन्छु। र यो भिडियो धेरै नै लङ भइसक्यो है, 30 मिनट कतिको भइसकेको छ, सरी त्यसको लागि चाहिँ। र अर्को हाम्रो लास्ट अप्सन जबहरू के छन् भनेपछि काठमाडौँतिर हुनुहुन्छ, बजार साइडमा हुनुहुन्छ भने तपाईँसँग बाइक छ भनेपछि पठाउ गर्न सक्नुहुन्छ है त। अरू धेरै पनि अप्सनहरू छन्। तपाईँहरूले अरू पसलमा पनि काम गर्न सक्नुहुन्छ, बुच्चर पसलमा काम गर्न सक्नुहुन्छ, क्लिनिङमा काम गर्न सक्नुहुन्छ। तपाईँले जहाँबाट होस् तपाईँको रुम खर्च निस्कियोस्, तपाईँको खर्च निस्कियोस् होइन, तपाईँले माग्न नपरोस् भन्ने हिसाबले चाहिँ गर्नु होला कि। काम कुनै पनि सानो ठुलो हुँदैन। मैले 11 क्लास पढ्दै त्यो घोराई बजारमा काम गरेँ, पोछा लगाएँ होइन, टोयलेट सफा पनि गरेँ मैले 1-2 दिन। अब वेटर भनेपछि सिर्फ वेटरै गर्ने मात्रै हुन्न के। कहिले भाडा माझ्ने मान्छे नआएको बेला भाडा नि माझिदिन्थेँ मैले, कहिले टोयलेट सफा गर्ने मान्छे नआउला गएर यसो टोयलेट सफा पनि गरिदिन्थेँ। र यो गर्नुपर्छ, सबैले गर्नुपर्छ, यो यसमा कुनै लाज मान्नुपर्छ भन्ने कुरा चाहिँ छँदै छैन है त। त्यस कारणले चाहिँ काम गर्नको लागि कहिले पनि लाज नमान्नुहोस्। काम गरेपछि पैसा आउँछ। हाम्रो आमाले पनि काम गरेरै हामीलाई यत्रोसम्म हुर्काएको हुन्। र तपाईँहरूले अलिकति सोच चाहिँ ठुलो राख्नुहोस् है। तपाईँ जापान जस्तो डेभलप कन्ट्रीमा जान लाग्नु भएको छ, यस्तो धनी कन्ट्रीमा जान लाग्नु भएको छ भनेपछि तपाईँको अहिलेदेखि नै मेन्टालिटी अलिकति रिच माइन्डसेटको हुनु पऱ्यो क्या। तपाईँको ठुलो सोच हुनु पऱ्यो। सानो सोचले मान्छे सानै हुन्छ है। तपाईँले त्यसको लागि ठुलो सोच राख्नु पऱ्यो। मान्छेले अरूले के भन्लान्, के गर्लान् भनेर नसोच्नुहोस्। ल्याङ्ग्वेज पढ्दै हुनुहुन्छ, ल्याङ्ग्वेज पढ्नुहोस् र आफ्नो साइड इन्कम के छन्, कसरी हुन्छ त्योतिर पनि ध्यान दिनुहोस् है। ल्याङ्ग्वेज सिकेर मात्रै पनि हुँदैन, अलिकति एक्स्ट्रा पनि हुनुपर्छ है त। अनि बाँकी जुन यो अहिले नेगेटिभ कुराहरू धेरै छन्, जापान नआउनुहोस्, यता आउँदा, तिनीहरूको बारेमा सोच्दै नसोच्नुहोस्। तपाईँले ल्याङ्ग्वेज क्लास जोइन गरिसक्नु भएको छ, पैसा पनि बुझाइसक्नु भएको छ भनेपछि तपाईँले त्यो सुन्नु नै पर्दैन। त्यो सुन्ने नै होइन। तपाईँले जे पढ्छ पढ्छ, हाम्रो पालामा पढ्छ, हामीले भोग्छौँ, जे पढ्छ। तपाईँ नआउनुहोस् भन्नुहुन्छ, ठिक छ, तपाईँ भन्नुहोस्, तर म आउँछु, यस्तो मेन्टालिटी हुनुपर्छ के तपाईँहरूको। तपाईँहरूले तिनीहरूको कुरा सुन्दै बस्नुभयो भनेपछि तपाईँहरूको न पढाइमा मन लाग्छ, अझ डर लाग्छ, अझ कतै मेरो भाग्य त बिग्रिरहेको छैन, कतै मेरो फ्युचर त खराब हुने यो ल्याङ्ग्वेज क्लास जोइन गरेर जापानको सपना देखेर भन्ने सोच हुनसक्छ। विश्वास मान्नुहोस्, जसले पोजिटिभ सोच्छ, अहिलेसम्म जो जापान पुगेको छ त्यसले कहिले पनि यस्तो कुरामा ध्यान दिएको छैन। म जति पनि जापान पुगेका मान्छेहरूसँग कुरा गरेको छु नि, तिनीहरूको पहिलेदेखि नै यही माइन्डसेट थियो कि मलाई जापान जानु छ, म राम्रोसँग पढ्नु छ, मलाई पैसा कमाउनु छ, यही थियो। त्यस कारणले म तपाईँहरूलाई अझै पनि भन्छु, नेगेटिभ कमेन्ट आउने बित्तिकै त्यसलाई इग्नोर हानिदिनुहोस् कि। मेरो भिडियोमा नेगेटिभ कमेन्ट आउँछ, मैले त्यसलाई इग्नोरै हानिदिन्छु। र जतिले पनि सिओई आएन, डिमान्ड छैन भनेर बस्नु भएको छ नि, तिनीहरू चाहिँ यही नेगेटिभ कमेन्ट, यही नेगेटिभ सोचले गर्दाखेरि तिनीहरूको सिओई डिमान्ड नआएको। किन भनेपछि हामीले जस्तो सोच्यो त्यस्तै हुन्छ क्या। जाने मान्छे गइरहेछन्, सिओई आयो भनेर धेरैले कङ्ग्रेचुलेसन पनि भनेको भिडियोहरू हालेकै छन्। तिनीहरूसँग कसरी आयो त डिमान्ड, तिनीहरू कसरी गइरहेको छन् त। त्यस कारणले चाहिँ जस्तो सोच्नुहुन्छ त्यस्तै हुनुहुन्छ है। सो मलाई लाग्छ यो भिडियो धेरै पनि लङ भइसकेको छ, सरी त्यसको लागि है त। र म आजको यो भिडियो अलिकति रिभ्यू गरिदिन्छु। सो मैले काम गर्ने, अनलाइन काम गर्ने भनेको यही हो। मैले चाहिँ विदेशीहरूलाई नेपाली ल्याङ्ग्वेज सिकाउँछु र राम्रै इन्कम हुन्छ।
तपाईहरुमा पनि यस्तै क्वालिटी छ भनेपछि जति सक्दो आफ्नो क्वालिटीलाई बेच्नुस् र पैसा कमाउनुस् र मैले भनेका कुराहरुलाई चाहिँ अलिकति ध्यान राख्नु होला र यो भिडियो तपाईलाई कति इन्फर्मेटिभ लाग्यो तपाईले यो भिडियोबाट के सिक्नुभयो र यस्तै इन्फर्मेटिभ भिडियो र फ्याक्ट कुराहरुको लागि चाहिँ मलाई सब्स्क्राइब गर्नु होला भन्छु म किनभनेपछि यदि तपाईहरुलाई तपाईको गन्तव्यमा पुग्नको लागि कसैले बाटो देखाइदियो भनेपछि त्यो धेरै युजफुल हुन्छ के मलाई पनि यस्तै बाटो देखाउने कोही थिएन तर मैले आफ्नै बाटो बनाए तर म तपाईहरुलाई बाटो देखाउँछु म आफू पनि सक्सेस हुन्छु र तपाईहरुलाई पनि सक्सेस बनाउँछु यदि तपाईहरुलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भनेपछि लाइक गर्नु होला र कमेन्टमा तपाईले जे भन्नु मन लाग्छ तपाईले जे बारेमा सोध्न मन छ त्यो सबै भन्नु होला म एकको कमेन्ट पढ्छु त्यो अनुसार म तपाईहरुलाई भिडियो बनाएर पनि रिप्लाई दिन्छु है त अनि नेगेटिभ कुराहरुलाई चाहिँ इग्नोर गर्नु होला फुल्ली डेडिकेटेड भएर पढ्नु होला धेरै अप्ठ्यारो पनि छैन मेहनत गरेपछि पढ्न सकिन्छ र फाइनल्ली मैले कति घण्टा पढ्छु भन्ने कुरा चाहिँ म तपाईहरुलाई भन्छु मैले धेरै पढ्दिन है मैले दिनको 2 घण्टा पढ्छु होला सिर्फ होमवर्क दिनु भन्छ होमवर्क गर्छु र मिनिङ सोध्छु भन्नुहुन्छ मिनिङ चाहिँ घोक्छु यति गर्छु मैले धेरै पढ्दैन है किनभने मैले जोइन गरेको 1.5 महिना भएको छ र अबदेखि चाहिँ मैले आफ्नो पढ्ने चाहिँ अलिकति चेन्ज गर्दै जानेवाला छु हल्का पढाइ चाहिँ बढाउँदै जानेवाला छु किनभने अब चाहिँ मिनिङ पनि अलिक कडा गर्नुपर्ने छ मैले अनि पछि टेस्टहरु पनि हुन्छ अब मेरो त्यसपछि टेस्टको लागि पनि तयारी गर्नुपर्ने छ अगाडिको समय पनि अलिअलि बिर्सिएको छु र मेरो यो नेपाली टिचिङ टाइम मिलाउने र पढ्ने टाइम मिलाउने खान पकाउने टाइम मिलाउने जिम जाने टाइम मिलाउने पनि एउटा अब फिक्स रुटिन बनाउनु पर्ने छ किनभने विदेशीहरुको टाइम फिक्स हुँदैन कहिले कतिखेर भन्छन् त्यसकारणले चाहिँ यसमा मैले ध्यान दिनेवाला छु है त सो आजको भिडियो एकदमै लङ लागिसक्यो मैले मेरो एक्सपिरियन्सहरु तपाईलाई शेयर गरेको छु र केही छुट्यो होला त्यो अर्को भिडियोमा म भन्छु र मलाई सब्स्क्राइब पक्कै पनि गर्नु होला र कमेन्टमा तपाईहरुलाई जे कुरा जान्न मन छ त्यो सबै भन्नु होला र मलाई टिकटकमा फलो गर्नु भएको छैन भनेपछि फलो गर्नु होला है त यदि टिकटकबाट आउनु भएको छ भनेपछि युट्युबमा तपाईलाई स्वागत छ युट्युबमा पनि मलाई सपोर्ट गर्नु होला अरु नानाभाती भिडियो हेर्नु भन्दा यस्तो इन्फर्मेटिभ भिडियो हेर्नु होला र टिकटकको ती नानाभाती कुराहरुलाई छोड्दिनु होला है त आजको लागि यति नै थ्यांक यू सो मच मेरो कुराहरु लास्टसम्म सुन्नु भएको छ भनेपछि तपाई फिक्सै पनि जापान पुग्नुहुन्छ थ्यांक यू सो मच बाइ बाइ